वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। भुइँमा खस्न खसे थियो हल्ला देउला है काट काट मामा देऊ महाकाली महालक्ष्मी महासरस्वती महाकाली महालक्ष्मी महासरस्वती जति रूप भए पनि एउटै हुन भगवती शरणमा छौँ हामी। जय दुर्गा भवानी 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 शरणमा छौँ हामी। छौँ हामी। जय दुर्गा भवानी शरणमा छौँ हामी। जय दुर्गा भवानी शरणमा छौँ हामी। जय दुर्गा भवानी शरणमा
चढ्छौ तिमी कहिले बिँडातमा कहिले बागमा चढ्छौ तिमी कहिले बिँडातमा भक्त जनलाई पार लगाइदेऊ आयौ तिम्रै साथमा महान शक्ति हुन्नारी रूपधरी हरि 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 महान शक्ति हुन्नारी हुन्नारी रूपधरी हरि महान शक्ति 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 हुन्नारी हे महान शक्ति हुन्नारी जय जय दुर्गा माता शुम्भ निशुम्भको सेखे तोडिदियौ सारा शुम्भ निशुम्भको सेखे तोडिदियौ सारा दुष्ट दानव स्वाहा भए रक्त बीज संहार देवीका लीला पारा ओ बुझ्न सक्छ र देवीका लीला अपार 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 अपार ओ बुझ्न सक्छ र देवीका लीला 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 अपार हे देवीका लीला अपार जय जय दुर्गा माता चण्ड मुण्ड बध गर्ने देवी शक्तिशाली चण्ड मुण्ड बध गर्ने देवी शक्तिशाली मधु कैटभ नाश गर्ने उनै महाकाले शरणमा छौँ हामी जय दुर्गा भवानी 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 शरणमा छौँ हामी ओम प्रजापतये नमः ओम हिरण्यरेताय नमः ओम दुर्वासाय नमः ओम गिरीशाय नमः ओम गिरीशाय नमः ओम घनघनाय नमः ओम भुजंगनाथाय नमः ओम भार्गवाय नमः ओम गिरिवदने नमः ओम गिरिवीर्याय नमः ओम कीर्तिवासिने नमः ओम पुरातने नमः ओम भगवते नमः ओम प्रथमादीपाय केशाय नमः ओम महासेनकाय नमः ओम चारु विक्रमाय नमः ओम रुद्राय नमः ओम भूतसेनाय नमः ओम रुद्रस्थिते नमः ओम अभिवर्धने नमः ओम दिगंबराय नमः ओम अष्टमूर्तये नमः ओम अनेकात्मने नमः ओम सचुतन्नाय नमः ओम शुद्ध विग्रहाय नमः ओम शाश्वताय नमः ओम खंड परवासने नमः ओम आजपाश विमोचनाय नमः ओम मृडन्नाय नमः ओम पशुस्पतये नमः ओम देवाय नमः ओम महादेवाय नमः ओम अभ्यनाय नमः ओम परभावे नमः ओम पुष्पदन्ते केशाय नमः ओम महासेनकाय नमः ओम चारु विक्रमाय नमः ओम रुद्राय नमः ओम भूतसेनाय नमः ओम रुद्रस्थिते नमः ओम अभिवर्धने नमः ओम दिगंबराय नमः ओम अष्टमूर्तये नमः ओम अनेकात्मने नमः ओम सचुतन्नाय नमः ओम शुद्ध विग्रहाय नमः
ओम शाश्वताय नमः ओम खंड परवासने नमः ओम आजपाश विमोचनाय नमः ओम मृडन्नाय नमः ओम पशुपतये नमः ओम देवाय नमः ओम महादेवाय नमः ओम अभ्यनाय नमः ओम परवावे नमः ओम पुष्पदन्ना सवितळे ओम त्रिगुणं त्रिगुणाकारं त्रिजन्मभावसमारणं एकबेलपत्रं शिवार्पणं शाम सदा फेरि फुल लिएर हात जोड्नु हातमा जल लिनु पर्यो विनियोग दिनु पर्यो बसेर हजुरको बसाइ मिले हैन ओम अस्य षडङ्गसार शिव मन्त्रस्य वामदेवर्षि पङ्क्ति छन्द सदा शिवो देवता पुरुषार्थ चतुर्थ सिद्धार्थ जपे विनियोग भैमा छोड्दै बस्यो ओम महादेव ओमकाराय नमो नमः भगवानलाई चढाइदिई बक्स्यो ल अब कपुर राखेर भगवानलाई आरती देखाउनु पर्यो अहिले पल्ल भिक्षाम देही भन्नुपर्छ भगवती भिक्षाम देही माता भन्ने अनि अरूलाई भिक्षाम देही भन्ने अरूलाई भिक्षाम देही माता
우면은 빈줄이 안
नमे पापे परतपन्ने कृते मातरम पितरम नद्दा तपोते शान्तरम सुतः। यो हाम्रो वैदिक सनातन धर्म अनुसार ब्राह्मणको व्रतबन्ध 8 वर्षमा गरिन्छ है। 8 वर्षमा व्रतबन्ध तपाईँ बसिहाल्नु, टाइम लाग्छ। व्रतबन्ध नगरेसम्म सुन्नुहोस् है, सुन्नुहोस् पढ्न है। अनि अब पढ्न जाने सुरु गर्छ। आज व्रतबन्ध भयो, वेद आरम्भ भयो, अब उसको पढाइ सुरु हुन्छ आजबाट। अनि बाबु आमालाई नमस्कार गर्छ। अनि म अब पढ्न जान्छु भनेर भन्छ है बालकले। अब श्रीणो मातर्मयोक्तं यदेहं याश्च वनान्तरे यतैव शारदा देवी पराते प्रार्थयाम्यहं। गुरुसेवा कृते तस्मिन् काश्मीरे देशतो वने विद्यासङ्ग्रहणे कृता यागमे पुनर्गृहं। ल अब आमा बुवा अब म त पढ्न जान्छु, गुरुहरूको सेवा गर्छु, शारदा देवी सरस्वती देवीको आराधना गर्छु र पढेर विद्वान भएर पछि घरमा फर्किन्छु। अब जान्छु म पढ्न भनेर बाबुले भन्छ। आमाले के भन्छन्? भागतोपि मया पुत्र पालितं कष्टतः सदा वृद्धावस्था त्वं जाता पुत्र तं पालनं कुरु। इदं कर्म परित्याज्य कथं यच्छामि काननं। ल मेरो बर्बाद भयो, तँलाई हामीले पालेर 10 महिनासम्म गर्भमा बोकेँ, अहिले यत्रो ठुलो बनाएँ। अब अहिले बुढेसकालमा अलिकति पानी दिएर अलिकति हाम्रो तीर्थाने परमतो बहु आगएसे तरामा त पञ्चविंशति मध्ये त। ल हेर्नुहोस् है। अनि बाबुले के भन्छ? म गुरुहरूको सेवा गर्छु, आफ्ना पितृहरूको उद्धारण गर्छु, धेरै पढेर विद्वान हुन्छु, अनि 25 वर्षमा आउँछु र फेरि तपाईँहरूको सेवा गर्छु भनेर भन्छ। अवस्थामा त बाहिर नजा, घरैमा यही बस नजा भनेर आमाले भन्नुहुन्छ। फेरि बाबुले पनि भन्नुहुन्छ, किन बाबु त पहिला गएर आएका हुन्छन्। कन्दमूल फलाहारं भूमिशय्यानिरालयं भने कष्टं सदा दुःखं गृहेतिष्ठ सदा सुत। हे छोरा, उहाँ गएपछि त 8 वर्ष भनौँ मानौँ। अहिले 8 वर्षसम्म आमाले 10 महिना गर्भमा बोकिन्, पछि त पृथ्वीमा जन्मिस्, हामीले पाल्यौँ ताल्यौँ, दिशा पिसाब छोड्यौँ, अहिले 8 वर्षको बनायौँ। अब कहिले हाम्रो सेवा गर्ने बेलामा त घर छोडेर जाँदैछस् नजा बाबु, हाम्रो के गति होला भनेर बुवाले भन्नु। दुर्गमा शारदा देवी दुर्गमं वनमा वनगं पढ्न सक्दैनस्, त्यही भएर नजा भनेर भन्नुहुन्छ। बाबुले पनि भन्नुहुन्छ फेरि दुर्गमा काश्मीर देशो विद्या सङ्ग्रहणं तथा दुर्गमा गुरु सेवा च देशे देशे च दुर्गमं। माम त्यो पढ्नै पर्छ। म छोरो भएर जन्मेको के काम लाग्यो? पढिनँ भने, पितृहरूको उद्धार गरिनँ भने के काम लाग्यो? म जानै पर्छ भनेर छोरो तिमीले जो सोचेको सबै हजुरबाले नेपालमा गएर बनाइदिउँ अरे। ल ठिक छ, हजुरआमाले फर्किने न तर नफर्किने भन्छन्। मम्मी
मम्मीले फर्काउनु पर्यो अरे मम्मीले फर्काए फर्किन्छु नत्र गइहाल्छु भन्छन् माउलकी हजुरआमा छन् है अनि सबलाई भन्नु माइलो अङ्कलले फर्काउनु पर्यो अरे माइलो अङ्कलले भन्नु पर्यो अरे अलि स्पष्ट गरेर हामी मात्रै फर्किन्छु भन्छन् त बाबु त कान्छा अङ्कलबाट ठुलै आशा राख्छन् बाबुले म मेरो गाडी छ त्यही गाडी जिम्मा भयो हुन्छ त्यो अङ्कलको रोजगारी हुँदैन अरू अलिक त्यहाँभन्दा अलिक ठुलो भन्नु पर्यो भन्छन् त त्योभन्दा अर्को गाडी किन्यो नि त हुन्छ त ल हुन्छ अनि गाडी समितिबाट पनि गाडी समितिले पनि भन्नु पर्यो फर्काउनु पर्यो नत्र गइहाल्छु भन्छन् पहिला मामाले भन्नु पर्यो अरे अनि पछि गाडी समितिको दादा आउँछ ल ठुला मामाले फर्काए फर्किने नत्र यसले वनवास लिइहाल्छु भन्छन् बाबु त ठुला मामा हुनुहुन्छ अनि फर्किँदा मात्रै हो मामा बाबु हजुरले फर्काउनु भन्नुभयो अब आइजाऊ बाबु म तिमीलाई औँठी लाउने भयो भने 1-2 वर्षमा एउटा औँठी बनाइदिउँला सुनको औँठी बनाइदिउँला अरू पनि तिमीलाई सम्झौला अब यहाँ भन न अब यसलाई भन्नु लगाउने अब माइलो यसलाई भन्नु लगाउन ठुलियामा हुनुहुन्छ माउलको एकपटको सिद्ध हुनु न मामा ठुलियामा हुनु कान्छा मामाले के दिने अन्त कान्छा मामाको पालो आउँदैछ अहिले कोलपुरका ठुलो मम्मी ठुलो ड्याडीले फर्काए फर्किने भन्छन् त बाबु त केही सुनेन भन्छन् आफै दिन्न दिन बोल्न दिन्न हजुरले के दिनु हुनु भयो त बुझेन फुपू पुसाइले फर्काए फर्किने नत्र गइहाल्छु भन्छन् बाबुले त फुपू पुसाइले फर्काउनु पर्यो फेरि आउनु भएको बुझ्यो सुन्यो के भन्ने हो त्यसै हामीले सुन्नु भएन जान्नमा फुपू बेला ठुली माउले भनेको मुख सुनाउनु न हामी पनि सुन्नु बाबु भन्नु भरेज मात्रै गरी नपऱ्यो ढकाल सर सोच्न त्यहाँ भनेर यहाँ आउनुलाई छिटो फर्काउनु पर्यो नत्र छोड्न फर्काउन भाउको मलाई छिटो फर्काउनु पर्यो फुपू पुसाइले अब अरू अब कान्छा मामाले फर्काए फर्किने नत्र गइहाल्छु भन्छन् त कान्छा मामाले फर्काउनु पर्यो ल कहाँ हुनुहुन्छ कान्छा मामाले छिटो फर्काइदिनु पर्यो बोल्ने त कान्छा मामा हुन् के रे ए ल त्यसो भए फर्किजाऊ बाबु फर्किजाऊ तिमीलाई ल्यापटप दिउँलामा हुन्छ बाबुको बुढी फुपूले फर्काए फर्किने नत्र नफर्किने भन्छन् त बाबु त अर्को फुपू पनि हुनुहुन्छ भन्छन् त बाबुले दुईटै फुपूबाट आशा राख्छन् त अरू कोही बाँकी छ कि हजुरआमाकी दिदी बहिनी बिटा आउनु भएको छ अरे उहाँ हजुरआमाको पनि आशा राख्छन् त बाबुले उहाँ फर्काए फर्किने नत्र नफर्किने भन्छन् त दिएको भएन भन्नु न अब अरू
घर दिदीले फर्काए फर्किने नत्र नफर्किने भन्छन् त बाबु दिदीले फर्काउनु पर्यो अरे दिदी दिदी यता सुली दिदी कान्छी दिदी घर दादा हुनुहुन्छ दादाले पनि फर्काउनु पर्यो नत्र फर्किन भन्छन् त बाबु दिपेश सुली दिदी ल ल बाबुलाई मैले फर्काएर ल्याएर आउँदैछु ओम त्रिणुभ्य स्वाहा त्रिणुभ्येन ओम भगवो भगवती देवता भगवन्त श्यामदन्त भग सर्वैजो विदिक्तनो भगवरेता भवेय ओम पंचभगेभ्य स्वाहा पंचभगे सूत्राय स्वाहाचे स्वामनसे स्वाहा ओम पंचेन्द्रियेभ्य स्वाहा पंचेन्द्रियेभ्य नमो जगपति न जगजन्म जगपतिं भगाय देवये त्वा सवित्रे ओम सवित्रे स्वाहा सवित्रे नमः ओम सरस्वती योनांगर्भमन्तरस्मिनाभ्य ऋषिभ्यः पत्नी सुकृत विपरीत अपागोरसेन वरुणेन साम्यन्द भूश्री जन्मे सुराज ओम सरस्वती स्वाहा सरस्वती नमः ओम गुरामा विभीता मा विभमोर्जं विभृतये मसि ऊर्ध्व विभृत समेना समेदा गुरुयेने तिमि मनसामोदमान ओम गुरमात्रे स्वाहा गुरुमन्त्रे नमः ओम अन्नपतेन सेनो देन मीवति समेदा नदन देवति ओम नमः स्वाहा तैतानि गणमेघ ओम उमाये स्वाहा उमाये नमः ओम देवी द्वारेन्द्र कुलसंगादेवी ओम देवराशि पूर्व चित्रराशि ओम देवराले स्वाहा देवराले नमः ओम वशो पवित्रमसी शतधारं वशो पवित्रमसी सहस्रधारं देवस्य सविता गुणातो वसो पवित्रेण शतधारण सुवा कामधुच्च ओम वासुदेवाय ग्रामदेवाय स्वाहा ग्रामदेवाय नमः ओम त्रातारमिन्द्र मवितारमिन्द्र गो हवे हवे सुगो सुरमिन्द्र हयामि चक्रं पुरोतमिन्द्र गो जतुना मगवादातिन्द्र गो भवदरि देवी ओम मनत्रे स्वाहा मनत्रे नमः ओम जय तीर्थानि वतरन्ति सर्गातानि गङ्गते सत्यमापिते ओम तत्राजाय स्वाहा तत्राजाय नमः ओम प्राच्य दिशे सौर वाच्य दिशे सौर दक्षिण दिशे सौर वाच्य दिशे सौर पति दिशे सौर वाच्य दिशे सौर ओम पुनरिपालेभ्यो स्वाहा पुनरिपालेभ्यो नमः ओम चतुर्थे दिक्ते पंचमित्राणि षष्ठीमुदागु सप्तमी बृहस्पतिरष्टमी षोडशो नवमी धातुर्दशमी विदशे एकादशी द्वादशे द्वादशी ओम तिथिभ्यो स्वाहा तिथिभ्यो नमः ओम नक्षत्रेभ्यो स्वाहा चन्द्राय स्वाहा सूर्याय स्वाहा रश्मिभ्यो स्वाहा चन्द्रेभ्यो नमः ओम पहिला दूध खाउनु पानी ल्याउनु मलाई दिनु अनि चुठाइदिनु तै फाल्नु ल खाना एकछिन म मात्र लाउने लाउनु पर्छ चुठाइदिनु ल ओम जानवादेवी स्वाहा जानवादेवी ल दही खाउनु मेरा छोरा खोज्यौ त्यही त सर पनि खोज्यो आज त भाइ ओम नमः शम्भवाय नमः हो हैन शिवाय शिवधराय ओम भैरवाय स्वाहा भैरवाय नमः स्वाहा भैरवाय नमः ओम भैरवाय नमः समाउनु न कान्ता भाइ बिन्दवासिने स्वाहा बिन्दवासिने नमः ल जाऊ न जाऊ तिमी ओम नमः शिवाय स्वाहा 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 टपरीमा राखौं टपरीमा ओम नमः शिवाय स्वाहा
ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय 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 ओ सासू आमा बत्ती खटेरमा चाल्नु ल जल्दै नि फेरि ल आरती सल्काउँ राति पार्थिव राजा विदुर प्राय राम विहे दिवः गदा मुझे प्रिय देवी दिष्टः आत्वैकं व्रतते तमः ओम निरंजनाय नमः पंचामृत पंचामृत हरे नारायण पंचामृत स्नापयामि निरंजनाय नमः इदागो हवे प्रधाननामे अस्तु दश विरागो सर्वगणागो सोताय आत्मधानी तजा सनि लोक संयवय संयमय जंगोलयेपयोरतो अस्मात् सुध जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश ओम हर 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 महादेव गिरि कैलास निवास सगुण संसचारी गुण संसचारी मुंडमाला सकलामा मुंडमाला सकलामा रूप भयहारी ओम हर 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 महादेव डमरू त्रिशूल सुशोभित प्रभु का द्वि कर्म शिव प्रभु का द्वि कर्म विराजित बागांबर तन्मा ओम हर 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 महादेव तीन नयन मथुरी थरी ज्योति च दिव्य सदा शिव ज्योति च दिव्य सदा वाहन वृषभ मनोहर वाहन वृषभ मनोहर संगमा छन गिरिजा ओम हर 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 महादेव भस्म कला कल कल बक्षिण हरदम कल कल बक्षिण हरदम हर 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 महादेव ब्रह्मा विष्णु महेश्वर प्रभु का रूप सब शिव प्रभु शिव लीला प्रभु के ओम हर 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 महादेव वेद
वेद पुराण चकित छंद प्रभु को वर्णन शिव प्रभु को वर्णन कण कण व्यापक प्रभु को कण कण व्यापक प्रभु को महिमा त्रिभुवन ओम हर 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 महादेव सुर नर मुनि सब प्रभु को निज दिन ध्यान शिव निज दिन ध्यान करी परमानंद मगन भई परमानंद मगन भई जन जन बार तरी ओम हर 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 महादेव शिव जय जय सांब सदा शिव जय जय त्रिपुरारी सबैले सबै भक्तगण सबैले गराउनुहुन्छ ल त गजाननं भूतगणाधिसेवितं कपितजाम्बो फलचारुभक्षणम् उमाङ्गजं विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय हृदयज्ञविभूषिताय गौरीसुताय बाले निर्दलनं समुद्रतरणं लङ्कापुरीदानं पश्चाद्रावणकुम्भारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनध्यानगम्यं वन्दे विष्णुभवैरं सर्वलोकैकनाथं सशङ्खचक्र सकिरीटकुण्डल सपीतवस्त्र सरसीरुवेक्षणं सारभक्तदलगोस्तवाश्रियं नमामि विष्णु शिरसा चतुर्भुजं रत्नैः कल्पितमानसं हिमजलैः स्नानं च दिव्याम्बरं नानारत्नं पुष्पं च धूपं तथा दीपं देवदयानिधे पशुपते ऋतुकल्पितं गृह्यतां सौवर्णे नवरत्नखण्डरचिते गृध्रे पात्रे घृतं पायसं भक्षं पञ्चविधं वयोदधियुक्तं रम्भाफलं पानकं शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरचितं भक्तो प्रभो सै गुरु छत्रं चामरयोर्युग्मव्यञ्जनकं चादर्शकं निर्मलं वीणा बेरि मृदङ्गकालहलकला गीतं च नृत्यं ददा साष्टाङ्गप्रतिष्ठितिर्बहुविधा एतत् समस्तं मया संकल्पेन समर्पितं तव विभो पूजां गृहाण प्रभो आत्मा त्वं गिरिजामती सासरा प्राणं शरीरं गृहे पूजा ते विषयोपभोगरचना निद्रा समाधिस्थिति सञ्चारपदयो पाहि विश्वं त्वमेश्वरी देवी चराचरस्य सर्वे भवन्तु सुखिनः सर्वे सन्तु कस्ताछौ मयो चान्दिनं जस्ताछौ परमेश्वर तेस्तालाई नमो नमः जो अक्षर पद भ्रष्ट भयो मात्रा छुट्यो हेर क्षमा गरी त्यो सारा खुशी हो परमेश्वर जगने न जगनमय जन्त देवा साध्याः सन्ति देवा इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि भक्तदुर्मदानि तानि पुष्पाञ्जलिमेतु सुखाय नित्यं नवग्रह को एकादश रुद्र को षोडश मातृका को पांचायन देवता को हम नेपाल पशुपतिनाथ को बागेश्वरी को भुयेश्वरी को दक्षिण काली को मनकामना को पंचपुरी को ज्वालामालिका को काशी विश्वनाथ बाबा को गुरु गणेश कुमार को पंचकोशी पादुका को जय जय श्री राधे श्याम 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 धाम वृंदावन धाम ढोकरम
लाभ पूर्णाहुति सुरु पूजन अन्नहीनं क्रियाहीनं वीरहीनं आवाहनं न जानामि तवार्चनं पूजाश्चैव सर्वजनम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं विघ्नेश्वराय नमः नमः सर्वे समुद्रसरितानि जलादा आयान्तो देव फूल खेलेर वन्दे देव उमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे वन्दकभूषणं वन्दे वसुदेवं ओम सांब सदा शिवाय नमः वर्मा सजीवेदा सावित्री विजया दुष्टि पुष्टि तथा तुष्टि आग्नेय नमः यति त हुन हैन तत सुपूर्णा पुनरावत वस्ने विघ्नाशत कर्तु ल अब पूर्णपात्र गानम पुनि त अब यो गर्नु ओइ बोलाउनु त यसो गइदियो कोछ भित्र बोलाउनु त यसो नमो गोप्य श्रीमतीभ्य सौरीभ्येव च नमो ब्रह्मस्ताभ्यश्च वैशालराजगष्टकपाल त्रायुगं जगदग्नेः गतिविधत्रायुगं तन्नोऽस्मित्राय जेत्वं लक्ष्मी पुष्टि च वर्धे ओम आज्यम तेजसमुद्दिष्टं आज्यम पापं यो चलाउने अनि त्यसपछि हेर्ने त्यो दुबोले हात देखिए नै स्याडो मात्र देखियो एउटा कपडा भनेको हातको दुष्स्वप्न मम दुष्स्वप्न दुर्निमित्यार्थ सर्वारिष्ट सौनपूर्वक मस तेजस प्रज्ञा शौर्य यशो बला यो लक्ष्मी पुष्टि वर्ध नार्थ विधाका ब्राह्मणहरूलाई दक्षिणा दिने कसैतिर पहिला पूजा गरे इति देयं प्राणां च त्रिशम्भुजे कुशदिकं सहित दक्षिणादयम् आदाय सीधा अन्नपदेन सेनोदेयनमेव सस्मिनः पर्वतारो धनो दीपदेशं चतुष्पदे भवतीत्यार्याद्यः गुणवशात् सर्वणो सभार्या सपुत्र सपुत्रवधू सपौत्र सपौत्री सहित कुतस्या नानानां गोत्रा नानानो सर्व ब्राह्मणो यथोपनानेन भोजयिष्य पूर्वकलशुद्धम् पूजामादाय पार्थिव इष्टकाम प्रसिद्ध्यर्थ पुनरागमनाय च गच्छ गच्छ सर्वश्रेष्ठ सुस्थान प्रमासे यत्र ब्रह्मादयो देवा तत्र गच्छ उचासन आवाहनं न जानामि विसर्जन पूजाश्चैव व्यक्त स्वरूपाय ऋषिकापते नमः और गुराण मया दत्तम गुराणार्घ्य मया दत्तम रमया सहित गुरु हामीलाई नहाले हुन्छ ल शो बंधु वर्ग पानी हातमा लैजाने वरिपरि घुम्ने तानि तानि प्रदक्षिणन्तु प्रदक्षिणां जन्मान्तर कृतानि च तानि तानि प्रदक्षिणन्तु प्रदक्षिणां पदे पदे मोगला आला सिक्रेन दौगा आला कुशको कुश लिए जल लिएर नमस्कार गर्ने
दक्षता औँठी झिकेर नमस्कार गर्ने कायेन वाचा मनसन्धिर् गुणा सम्प्रदाय आदि सत्य वन्दे तमच अतर्विच अभ्यं पञ्चमी एव च उदय तुम्हाला कसं आहे सबभन्दा मेन उहाँ हो सेफ हुनुहुन्छ पछाडि सबै निकाल्दिनु होला
शुभकामना है ज्ञानी हुनु भएको मान्छे पढ्नु लेख्नु आज्ञाकारी हुनु है कागज कोलेसन राखिदिनु भएको मतलब अहिले पहिले त्यस्तै लिएर दुई दिन नै हो प्रदीप उधर कैमरे में भी देखो धप्पै बलि चारै दिशा घेरी आयो कली धप्पै बलि चारै दिशा घेरी दिन काटन गाह्रो भयो सम्झिँदाखेरि आइदेऊ भगवान आइदेऊ भगवान अज्ञानीलाई ज्ञानमा लाइदेऊ
आद्य शक्ति आमा तिमी हौ जगत जननी आद्य शक्ति आमा तिमी हौ जगत जननी एउटै नारी हौ नि तिमी जसले जे भने नि महान शक्ति हुन् नारी रूपधरी धरी 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 महान शक्ति हुन् नारी हे महान शक्ति हुन् नारी जय जय दुर्गा माता असत्यको पराजय सत्यलाई जिताउने असत्यको पराजय सत्यलाई जिताउने भक्तजनको सधैँभरि हित मात्रै चिताउने देवीका लीला अपार को बुझ्न सक्छ र 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 देवीका लीला अपार अपार को बुझ्न सक्छ र देवीका लीला 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 अपार हे देवीका लीला अपार जय जय दुर्गा माता रूप के हौ रानी तिमी दया के छौ खानी रूप के हौ रानी तिमी दया के छौ खानी देव भक्ति ज्ञानमा हामी छौँ अज्ञानी चरणमा छौँ हामी जय दुर्गा भवानी शरणमा 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 छौँ हामी हे शरणमा छौँ हामी जय जय दुर्गा माता महाकाली महालक्ष्मी महासरस्वती महाकाली महालक्ष्मी महासरस्वती जति रूप भए पनि
एउटै हुन भगवती शरणमा छौँ